प्रमुख कारण चाहिँ युवाको दुरुपयोग हो। युवालाई हामीले राजनीतिक गुण्डागर्दीमा लगायौं। युवालाई तपाईको चाहिँ केही पैसा दिन्छु, केही पद दिन्छु, तँलाई यस्तो कमिसन हुन्छ, तँलाई यति ठेक्का पारिदिन्छु भनेर तपाईको चाहिँ युवालाई हामीले दुरुपयोग गरेर काटमारमा तैँले प्रयोग गर्यौं। हामीले चाहिँ तोडफोडमा प्रयोग गर्यौं, हामीले आगजनीमा प्रयोग गर्यौं। त्यसो भएको कारणले गर्दाखेरि युवाको दुरुपयोग हुनु हुँदैन भन्ने म भन्न चाहन्छु। यहाँहरु सबैजनालाई त्यो अनुरोध गर्न चाहन्छु र मिडिया मार्फत पनि हामीलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ। यहाँहरु सबैजना युवालाई म भन्न चाहन्छु, अब राजनीतिक गुण्डागर्दीमा युवा दुरुपयोग हुनु हुँदैन। देशको शक्ति भनेको जनशक्ति हो। जनशक्ति भनेकै मुख्य जनशक्ति भनेको युवा शक्ति हो। युवा शक्तिलाई नै हामीले राजनीतिक गुण्डा बनाइसकेपछि उसलाई झगडा गर्नतर्फ, उसलाई भ्रष्टाचार र कमिसनतर्फ हामीले चाहिँ नि जोडाइसकेपछि यो देशको भविष्य राम्रो हुन्छ, वर्तमान राम्रो हुन्छ भनेर हामीले कल्पना गर्न सक्दैनौं। त्यसो भएको कारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आदरणीय युवाहरू, आदरणीय जेनजीहरू, म भन्न चाहन्छु हामीले युवालाई दुरुपयोग गर्न छोडौं र युवा मित्रहरूलाई पनि भन्न चाहन्छु हामी कता जाँदैछौं, कसले हामीलाई के भनेर भुलाइरहेको छ, के भनेर हामीलाई परिचालन गरिरहेको छ भन्ने कुरामा तपाईहरु अब सचेत बन्नुपर्छ र सहीको पक्षमा मात्रै तपाईहरु चाहिँ सही बाटोमा मात्रै दौडिनुपर्छ, त्यस बाटोमा मात्रै तपाई हिँड्नुपर्छ। म त्यो भन्न चाहन्छु, युवाको दुरुपयोग नहोस्, खबरदारी गर्नुपर्छ हामी सबैजनाले। आदरणीय भोजपुरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरु सबैजनालाई यो कार्यक्रममा हार्दिक